हेलो गाइज वेलकम ब्याक। सो फाइनली आज चाहिँ हाम्रो नाइटको यसो घुम्ने कार्यक्रम होइन त छुट्टी भोलि छुट्टी आज बेलुका नाइट यसो क्याम्प एरिया सब घुम्यो हैन। आज एक राउन्ड हानु भनेर हामी चाहिँ यहाँ बाहिर निस्किरहेछौँ। हामी यता हुनुहुन्छ हाम्रो दाइ एकदम। अनि के छ दाइ, अब एक हप्ता भयो होला होइन भिडियो नबनाएको। यसो अब बनाउन भनेर निस्किन त अब यता हेरौँ गाइजहरू। अब हामी देखाउँछौँ कहाँ कहाँ घुम्छौँ भनेर। हाम्रो केटाहरूको चाहिँ डर म्याच भइरहेछ यहाँ। कडा कडा कहाँ खेल्न दिन्छ बुढोलाई, खेल्नै आउँदैन। खेल्नै नभएर कहाँ खेल्न मान्छेहरू त यत्रो बाँसी छ। सर्ट ल्याम हान्नु बेलामा यसरी अहिले हान्छ नि यस्तै रहनुपर्छ। छैन अच्छा तपाईँले खेल्न आउँछ कि आउँदैन भन्नु ल न डाटी गाना तपाईँले बल खेल्न नआए म खेल्छु भन्छु र भुपु सटर हो क्या जमानाको त म अहिले पो पेट लगाएर अहिले सर्ट हान्नु सक्दैन। के अरे जब गर्नु सक्दैन। पेट लाएर खाना 2 ताल खाएपछि बास। होइन दाइ खाना 2 ताल खाएपछि अब 2 ताल खाएपछि तपाईँ आजको यो खेलको चाहिँ तपाईँ कोच हो कि हो? दर्शक भयो आज। दर्शक रे पुरा कम्मरमा हात लाएर आज दर्शक मै हो। हेर्ने मान्छे कोही छैन। मैले हेरेर यिनीहरूलाई अब मनोरञ्जन दिइरहेको हान्यो। अनि तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ हालै दर्शक भएर कस्तो लागिरहेछ खेल? अब यो खेलको बारेमा भन्नुपर्दा पनि खेलाडीहरू तर्सिला यिनीहरू निराश होला, खेल मन नलाग्ला। अब यसको बारेमा भन्नुभन्दा नभन्नु बेस। चुपचाप हेर्दा ठिक है। हेरेँ चित्त बुझे गयो बस सक्यो। गाइजहरू अहिले चाहिँ हामी बल सल खेलेर नि यहाँ टक्क लगाएर एउटा खेलियो नि त आज खेलियो रे अङ्गुर। अङ्गुर भन्छ र के भन्छ तर नेपालको त गोलो गोलो हुन्छ, यहाँको किन यस्तो चेप्टो त? चेप्टो नै लाम्चो किन यो यस्तो? लाम्चो छ नि त। हेर्नु त यहाँ तर छक्क पऱ्यो यार म। हाम्रो नेपालको त गोलो गोलो हुन्छ तर यहाँको चाहिँ यस्तो हुँदो रहेछ क्या। सो गाइजहरू हामी चाहिँ 2-3 राउन्ड लगभग लगाइसक्यौँ यो क्याम्पभित्रै। नेपालको अङ्गुर हो यो हो बङ्गुर। अच्छा बङ्गुर त्यही भएर यस्तो हुन्छ। चेप्टो लाम्चो मोटो साइज अनुसार होइन। अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ गाइजहरू अङ्गुर खाँदै। यहाँ बाहिर नेपालमा भएको अङ्गुर हामी खाइरहेछौँ बङ्गुर। साइडतिर बसिरहेको छ सुँगुर। कता उता अमिलो चाहिँ अमिलो रहेछ है। अहिले गर्नु धेरै मैले पहिलोचोटि खाएको त्यो लिनु पनि लाँदा। अनि यो चेप्टो चाहिँ किन भयो क्या त? यो अङ्गुर जस्तो नि देखिँदैन है। चेप्टो लाम्चो रहेछ हेर्नु चाहिँ। चेप्टो लाम्चो खानुको मजै मिल्ने हुन्छ है। कहिले चाहेको छैन चेप्टो साइजको केही चिज। अच्छा मिठो हुन्छ एक्सपिरियन्स वाला मान्छे
रसिलो हुन्छ पसिलो हुन्छ होइन पाउनु मुस्किल हुन्छ 2200 यसरी बिक्री हुन्छ यति आनन्द आउँछ है कुरै नगर्छ अच्छा बल्ल बल्ल चिप्टो लान्छु होइन कति रमाइलो भएको छ कति रसिलो भएको छ 1 वर्षमा आज खाएको होइन ला चेप्टो हामी चाहिँ अब भोलि छुट्टी हो आज रातभरि बसिन्छ होइन भोलि 12-1 बजीसम्म ल्याम्मै सुतिन्छ अनि फेरि उठेर खानासाना खाइन्छ होला सायद गाइजहरू यस्तै छ हाम्रो जिन्दगी अहिले चाहिँ हामी अङ्गुर खाँदैछौँ काम नगरेर के भन्दा अहिले चाहिँ हामी रुमतिर फर्केको अवस्था अनि कस्तो भयो दादा आजको टुर नाइट टुर आज रमाइलो भयो ठिकै भयो होइन यसो ह्याप्पी मोमेन्ट पनि भयो स्याड मोमेन्ट पनि भयो के देख्यौँ हामीले स्याड चाहिँ के भयो ह्याप्पी के भयो ह्याप्पी पछि खेल्यौँ सर्ट रमाइलो सर्ट हानियो यहाँको त जस्तै हुँदैन होइन भ्याएको त अनि स्याड चाहिँ के भयो स्याड चाहिँ अब लडाइँ पऱ्यो कि हो लडाइँ पऱ्यो नि त अलिकति होइन ध्यान मान्यो मलाई चसक्क भइदियो ल गाइस अब हामी रुम आइपुगेको अवस्था ढाड यस्तो बजेर हाल्यो त्यसको अनि ल्याम्मै है एक थप्पड के ध्यान हानिदिएको बिचराको लागि ढाडै सेकिरहेको सो गाइस हामी चाहिँ रुम आइपुगेको अवस्था अब पब्जी एक सराउनुहोस् ल आजलाई चाहिँ भिडियो यति नै भन्नु पर्ला सो हाम्रो रुम देखेको गाइजहरूलाई हाम्रो रुम चाहिँ यता हो भोलि फेरि अर्को भिडियो बनाउने कोसिस गर्नेछौँ गाइजहरू आजलाई चाहिँ बाई बाई